हाई गाइज मेरो बुढीको सिभिक सेन्स यस्तो खतरा छ होइन यति खतरा क्या कहिलेकाहीँ हो 30 दिनमा 1 दिन 2 दिन हो भन्छ पस्ने त्यो 30 दिन मध्येमा आज 1 दिन परेछ होइन पिठो त मैले मुछेर ठिक्क बाना हो पिठो मुछेर रोटी बनाएर तरकारी हेर्नुहोस् अब यो रोस्टसँग त्यो पनि यति छ रोस्टसँग रोटी खाने रे अनि अस्ति यस्तै बनाएको थिएँ सुक्खा पुरै 1 किलो मासुले ल्याएर 1 पाउ बनाएकी झोल चाहिँ फेरि उसको भटमास र भटमासमा थोरै साग हाल्ने पानी बनाएको झोल यस्तो पातलो हाम्रो भाषा टङ्गले यो वाला छ त तरकारी त्यो झोल आलु र त्यो के रे ढेडे खुर्सानी भए पनि यो कसरी खाने क्या गर्ने खाने उसो भए त्यसलाई ग्रेभी गराउनु तपाईँ किन खाइदिनु भयो त अनि त्यो पनि मिठो छैन होला फेरि रोटी पनि बनाएँ मैले यहाँ मैले त्यसको तरकारी बनाएको छु त बुढो दुध छ भइहाल्यो नि रोस्ट फेरि कमेन्ट के भयो बाक्ला अन्त फुपूले खानुहुन्न के पातल रोटी यस्तो कमेन्ट गर्नुहुन्छ अनि त्यही त पकाउनु मन लाग्दैन कस्तो पाके छ कि यो पाकेकै छैन यो नपाकेको हेर्नु चाहिँ यो यस्तो हुन्छ र पाकेको रोटी मान्छे त छेरेर मर्छ बाहिर जोडेछ पाके होइन क्या यो यस्तो हुँदैन नि त पाकेको कमेन्ट गरे हेर न यहाँ नपाकेको पकाउनु हो त बुढी साँच्चै पाकेको खाऊ त खाँदिनँ म पाका खाऊ हामीले यस्तै खान्छौँ छेरे पनि हुन्छ गर्मीमा अलिअलि बाक्लो होला फुपूले पातल खान्छ भने त्यही भएर बाख्रा गराइदिउँ क्या लगाइदियो यस्तो कमेन्ट पाउनुहुन्छ तपाईँहरूले अनि त्यही भएर मलाई खाना पकाउनु मन लाग्दैन महिनामा 2 चोटि पकाउँछु त्यही पनि आज गरेको थियो अब पनि पकाउनु साँझदेखि तिम्रो पालो भाइ हस् त भाइ भाइ यस्तो कमेन्ट गर्ने म पाउँछु होला